गुड मर्निङ सर। गुड मर्निङ प्रवीण सर। म केही चिया खाँदै गर्दाको गफमा केही प्रश्न सोध्न सक्छु सर? प्लिज सर, के छ भन्नु न। तपाईँले यो बोर्डिङ खोल्नुको मुख्य उद्देश्य चाहिँ के हो नि सर, बताइदिनुहोस् न। प्रवीण सर, तपाईँको प्रश्न एकदम राम्रो छ। यी प्रश्नहरू धेरैजनाले भन्छन् पनि। खासमा मैले चाहिँ एससी पछाडि होइन इन्टर डिप्लोमा पढ्दाखेरि विशेष गरेर डिप्लोमादेखि लिएर एजुकेसन फ्याकल्टिजमा चाहिँ एजुकेसन सब्जेक्टहरू चाहिँ इङ्ग्लिस मिडियमबाट हुने, मास्टर डिग्रीमा पनि एउटा त्यति बेला अङ्ग्रेजी नजानेर मैले धोका पाएँ। अनि दोस्रो कुरो, मैले बिचमा 3 वर्ष गैर सरकारी संस्था एनजिओमा पनि काम गरेँ कोअर्डिनेटरको रूपमा जिल्लाको। त्यति बेला एनजिओको चाहिँ सम्पूर्ण रेकर्ड रिपोर्टिङ डकुमेन्टहरू अङ्ग्रेजीबाट बनाउनु पर्ने, त्यो बेला पनि धोका पाइयो। र यसरी आफैले अङ्ग्रेजीबाट धोका पाएको कारणले गर्दाखेरि अङ्ग्रेजी सिकाउने अभियान अन्तर्गत यो बोर्डिङ खोल्नु पर्यो। र दोस्रो कुरो, अझ यसले के राम्रो गर्यो भनेदेखि अहिले अनिवार्य रूपमा चाहिँ सबैले +2 लेभल पछाडि बाहिर जान्छन्, अर्थात् अङ्ग्रेजी आधार नभएको मान्छे, अङ्ग्रेजी नजानेको मान्छेले चाहिँ राम्रो अवसरहरू पाउन नसक्ने भयो। त्यो एउटा कारण। र तेस्रो कारण चाहिँ म राजनीति पनि गर्न सक्ने, व्यापार पनि गर्न सक्ने, विभिन्न ठाउँमा काम गर्न सक्ने नै मान्छे हो। तर मैले चाहिँ शैक्षिक योजना तथा व्यवस्थापनमा चाहिँ मास्टर डिग्री गरेको कारणले आफूले पढेको विषयमा चाहिँ केही गरौँ भनेर यो विद्यालय स्थापना गरेँ सर। र फेरि अर्को नेक्स्ट क्वेसन म तपाईँले फेरि सोध्न चाहन्छु। यस विद्यालयको अहिले पढाइ वा गुणस्तर घट्यो या खस्क्यो भन्छन् अभिभावकको गुनासो यो पोखिराख्नु भएको छ, के हो वास्तवमा सर? हो सर, चिया खानु न, त्यसै लाग्यो त। वास्तवमा यो आम रूपमा चाहिँ आइरहेको गुनासो नै हो। विशेष गरेर अहिले तपाईँको यो बाहिर जे भनिएको छ त्यो यथार्थ चाहिँ किन होइन भनेदेखि, यदि हाम्रो बेबी केयर इङ्ग्लिस बोर्डिङ स्कुलको गुणस्तर खस्किएको हो भनेदेखि, जस्तै केपिलासगढी गाउँपालिकाले चाहिँ भर्खरै साइन्स एक्जिबिसन गर्यो। विज्ञान 10 कक्षासम्मको प्रदर्शनी थियो। हाम्रा बाबुहरू कक्षा 7सम्मको विद्यार्थीहरूले त्यसमा त्यहाँ पनि 3rd पोजिसन चाहिँ अब्टेन गर्यो। अनि त्यस पछाडि हस्तकला प्रदर्शनीमा मावि स्तरीय प्रतिस्पर्धा थियो। हाम्रो कक्षा 6सम्मका भाइ बहिनीहरूले प्रथम स्थान हासिल गरे। स्टेज सो प्रोग्राम थियो, त्यो पनि मावि स्तरीय 9-10 कक्षाको सम्म प्रतिस्पर्धा थियो। हाम्रो कक्षा 6सम्मको विद्यार्थी भाइ बहिनीहरूले तेस्रो स्थान प्राप्त गरे। त्यति मात्र नभएर केपिलासगढीको चाहिँ आधारभूत स्तरीय कक्षा 8सम्मको हाजिरी जवाफ प्रतियोगितामा समेत 14वटा विद्यालयमा तेस्रो स्थान प्राप्त गर्यो। जहाँ माविसम्म पढाइ हुने विद्यार्थीहरूको 8 कक्षासम्मकोमा, हाम्रो विद्यालयमा त 7 कक्षासम्म मात्रै छ, यसमा पनि हामीले तेस्रो स्थान प्राप्त गऱ्यौँ। यी नतिजाहरूले चाहिँ बेबी केयर इङ्ग्लिस बोर्डिङ स्कुलको गुणस्तर अझै कायम छ। र यो नतिजा गुणस्तर खस्किएको छ भन्ने कुरा सत्य होइन। फेरि यो पनि हो कि हाम्रो विद्यार्थीहरू यसपालि 8 जना पास आउट भए। काठमाडौँको राम्रै बोर्डिङमा इन्ट्रान्स दिए, पास भए। दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुलमा पनि इन्ट्रान्स पास गरे, धरानकोमा पनि इन्ट्रान्स पास गरे। यसले पनि हाम्रो गुणस्तर खस्किएको छैन भन्ने देखाउँछ। र फाल्टो विद्यालयमा गएका हाम्रा सामान्य विद्यार्थीहरूले पनि त्यहाँ पोजिसनहरू चाहिँ ओगटिरहेको अवस्था छ। यसले बेबी केयर इङ्ग्लिस बोर्डिङ स्कुलको गुणस्तर खस्किएको कुरालाई चाहिँ साबित गर्दैन। साथै सर, फेरि अर्को क्वेसन, तपाईँले टिचर स्टाफ बदलिरहने गुनासो छ सर, यो यसको मुख्य कारण के हो सर? धन्यवाद सर। हो नि, सरकारी विद्यालयमा त सरकारी दरबन्दी हुन्छ, सरकारी स्केलहरू हुन्छ। बोर्डिङमा त पढ्दै गरेका मानिसहरू होइन सिकाउनको लागि आएका हुन्छन्। र उहाँले लोकसेवा पास गरेपछि विदेश जाने ग्यारेन्टी भएपछि अब विद्यालय छाड्नै पर्छ। विद्यालयको आन्तरिक स्रोतबाट उहाँहरूलाई सधैँभरि टिकाइरहन सकिँदैन। तर यो निजी विद्यालयको एउटा निरन्तर चलिरहने प्रक्रिया हो। यसमा अभिभावकज्यूहरूलाई चाहिँ शिक्षक परिवर्तन हुँदैमा गुणस्तर कम हुन्छ भन्ने कुरामा चाहिँ विश्वास नगर्नुहोला। यसको ग्यारेन्टी बेबी केयर इङ्ग्लिस बोर्डिङले लिन्छ। साथै सर, फेरि अर्को पनि तपाईँले क्वेसन, यसपालि त विद्यार्थी सङ्ख्या नि घट्यो रे सर, यो हुनुको पछाडि के हो सर? हो नि सर, हामी गत साल हाम्रो 123 जना जम्मा विद्यार्थी सङ्ख्या थियो। अहिले हामी 107 जना विद्यार्थी सङ्ख्या छ। केही विद्यार्थी सङ्ख्या घटेकै हो। तर यी घटनाका कारणहरू चाहिँ के छन् भनेदेखि, हामीले यसपाल विज्ञापन, प्रचार प्रसार, घर दैलो कार्यक्रमहरू गरिएन।
र के अरे विभिन्न प्रकारका सुविधाहरू दिएर विद्यार्थी सङ्ख्या बढाउने मात्र काम गरिएन। जति विद्यार्थी छ त्यसलाई गुणस्तर दिनुपर्छ भनेर प्रचार प्रसार र घर दैलोहरू कार्यक्रम गरिएन। किनभनेदेखि अब घर दैलो कार्यक्रममा एउटा सम्झौता गरेर ल्याइयो, पछाडि फीहरू नतिर्ने आदि इत्यादि हुने कारणले, समस्या निम्तिने कारणले गर्दाखेरि त्यो कार्य गरेर केही विद्यार्थी सङ्ख्या घटेको हो। तर सरकारी विद्यालयको दाँजोमा कतिपय विद्यालयहरूमा 6 जना विद्यार्थी सङ्ख्या छ, 3 जना शिक्षकहरू छन्। तर हाम्रो विद्यालयमा स्टिल 171 विद्यार्थी सङ्ख्या रहेको छ र यो विद्यार्थी सङ्ख्या सन्तोषजनक नै रहेको छ। र फेरि अहिले हाम्रो यो विभिन्न प्रतिस्पर्धामा उपलब्धि हासिल भएको कारणले गर्दाखेरि केही सरकारी विद्यालयमा गएका विद्यार्थीहरू अभिभावकहरूले फर्काउनु पनि भएको छ। यो क्रम